थकाली नेपालको धनी जाति मानिन्छ। ऐतिहासिक रूपमा उनीहरू पश्चिम नेपालको मुस्ताङ जिल्ला तक खोला काली गण्डकी रिभर भ्यालीका हुन्, तर आज नेपालदेखि बाहिर पनि छरिएर बसेका छन्। उनीहरूको आफ्नै भाषा छन् जो सिनो तिब्बतीसँग सम्बन्धित छन्। झन्डै सुन्दामा गुरुङ र मगर जस्तै नै सुनिन्छ। 19औं शताब्दीदेखि 20औं शताब्दीमा गण्डकी क्षेत्रबाट तिब्बत, सेन्ट्रल नेपाल, उत्तर पूर्व भारत जाने व्यापार मार्गमा थकालीहरूको एकाधिकार प्रभुत्व थियो। यसै कारण उनीहरूलाई नुनको व्यापारी भनिन्थ्यो। नेपालबाट आउने अन्न र भारतबाट आउने सामानहरू पनि तिब्बती नुनको लागि व्यापार गरिन्थ्यो। आज पनि यिनीहरू आफ्नो स्वादिष्ट खाना थकाली खानाको लागि प्रसिद्ध छन्। थकालीहरू आफ्नो सफा र सजावटी भान्सा, अतिथि सत्कार, हिमालय पार व्यवसायको निम्ति पनि परिचित छन्। विशेष गरी पर्वतरोही र पर्यटकहरूको माझमा। यसैले आज थकाली खाना एउटा जातिको मात्रै नभएर विश्व प्रसिद्ध मेनु बनेका छन्। धेरै जसो नेपाली खाना र थकाली खाना छुट्याउन वा फरक थाहा गर्नु गाह्रो पर्छ। नेपाली खाना हिमालयको भौगोलिक र जनसङ्ख्याई विभिन्नतालाई एउटा थालमा राख्दछ, जसले भारत तिब्बत पाक परम्पराको प्रभावलाई समेट्छ। स्वादमा पनि अलिक मसलादार हुन्छ। थकाली खानामा धेरै जसो ताजा वा सुकाको मासु, सुकुटीको प्रयोग हुन्छ। भौगोलिक अवस्था, मौसमी आवश्यकता अनुसार सागसब्जीको प्रयोग हुन्छ। बनावटमा पनि साधारण र कम मसलादार हुन्छ। थकाली खानामा धेरै जसो जिम्बु र टिम्बुरको प्रयोग गरिन्छ। थकाली खाना घिउ बिना अधुरो हुन्छ। यो सब विशेष गरी अति प्रसिद्ध थकाली दालमा, जसलाई मुस्ताङ सिमीको दाल पनि भनिन्छ, त्यसमा प्रयोग हुन्छ, जो समय लगाएर फलामको कडाईमा नै बनाइन्छ। योसँग साङदेन, कोदो वा फापरको ढिँडो, ढोकेन, फापरको रोटी, तक, मकै र चामलको भात, साग, थेपे, ताजा मुलाको अचार, ताजा भेडा वा पहाडी बाख्राको मासु वा सुकाको सुकुटी, गोल भेडाको अचार, मुस्ताङको आलु, गुन्द्रुक र भटमासको अचार, भिन्टी ढोप राखु, फापरको झोलमा सासिज, लेपुखु, बाख्राको टाउकोको झोल, आलाङसु, सुकुटी, सब्जीको झोलमा फापरको कौडी या एडी, कञ्चेम्बा, फापरको भटुवा र फेमस टिम्बु छप। अझै यस्ता धेरै छन्, तर यो लिस्टमा अटाउन सक्दैनौँ। स्वादिष्ट खानाको साथ गौरवशाली इतिहास रहेको थकाली हामी नेपाली वा गोर्खा जातिको अभिन्न अङ्ग बनेको छ।